10 जना खेलाडीमा सीमित हुँदा पनि च्याम्पियन्स लिगमा बायर्न म्युनिखले पीएसजीलाई हरायो साथीहरू। भिडियो सुरु गर्नुभन्दा अगाडि सबैजनालाई एउटा क्वेशन सोध्न मन लाग्यो, के बायर्न म्युनिखलाई रोक्ने यसपालि कुनै पनि टिम नभएकै हो त? भिन्सेन्ट कम्पनी र बायर्न म्युनिखले त अचम्म नै गर्न लागे नि गाइज। यिनीहरूको डिक्सनरीमा हार भन्ने शब्द नै नभए जस्तो यो सिजनमा खेलेको जति सबै नै गेम जितिरहेका छन्। साबिकको विजेता पीएसजी जस्तो बलियो टिमलाई पनि बायर्न म्युनिखले पाखा लगाएको छ, त्यो पनि फर्स्ट हाफमा रेड कार्ड खाई दोस्रो हाफमा 10 खेलाडी मात्रै खेल्यो बायर्न म्युनिखले। बायर्न म्युनिखले यूसीएलको 4th राउन्डमा पीएसजीलाई 2-1 ले पराजित गरेको छ। खेलको 4औं मिनेटमा लुइस डियाजले माइकल ओलिसेको असिस्टमा खेल 1-0 बनाए। त्यसपछाडि 23औं मिनेटमा पीएसजीबाट उस्मान डेम्बेलेको गोल अफसाइड भएर क्यान्सल भयो। अनि 32औं मिनेटमा डियाजले आफ्नो र टिमको दोस्रो गोल गरेर खेल 2-0 बनाए। यति मात्रै होइन, डियाजले हकिमीलाई फल गरेपछि डाइरेक्ट रेड कार्ड खाई 45+7 मिनेटमा मैदान छोडेर बाहिर निस्किएका हुन्। अनि सेकेन्ड हाफको 74औं मिनेटमा जोआओ नेवेसले काङ इन लीको असिस्टमा खेल पीएसजीको पक्षमा 1-2 बनाए। लुइस डियाज च्याम्पियन्स लिगमा 2 गोल गरेर रेड कार्ड खाई मैदान छोड्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि अक्टोबर 2021 मा एन्टोन ग्रिजमनले लिभरपुल विरुद्ध यो रेकर्ड बनाउने पहिलो खेलाडी बनेका हुन्। यो जितसँगै पीएसजी विरुद्ध बायर्नले लगातार 5 वटा खेल जितेको छ भने पीएसजीलाई यूसीएलको 3 वटा अवे म्याचेसमा जित्ने पहिलो टिम पनि बायर्न म्युनिख नै बनेको छ। यता पीएसजीले भने लास्ट 5 वटा च्याम्पियन्स लिग सिजनमा 4th ग्रुप म्याच हारेको छ।